आइन्छ होला र आउनु नि त ल अहिले आइहाल्नु सबले भट्टुदाई भट्टुदा आउनुलाई है कुरा देब्रे खै के हो दाइ कोले भने सरी चाहिँ भन्दा मैले कहिले सरी भनेको दाइ मैले सरी भनेको छैन थम्बनेलमा मात्र सरी अनि त्यो चाहिँ न्युज च्यानलले त्यसै सरी लेख्दै हो कि दाइ त्यहाँ भित्र हेर्नु न मैले कहाँ सरी भनेको छु क्या दाइ मैले चाहिँ मेरो त्यो त हर्ट हो कि दाइ भनेको चित्त दुखेको छ भने दाइ के मैले कहाँ सरी दाइ मैले यस्तो हो क्या यस्तो मैले के भने एकछिन ल मैले यहाँ हिजो सबले मैले सरी भन्यो भन्दा रहेछ कि शिवाजी बसलाई होइन मैले मुझे सरी भनेको होइन कि मैले कसैको चित्त दुखेको छ भने सरी भने कसैलाई रिस उठेको छ भने त मैले सरी भने होइन क्या रिस देखाउँदा हुन्छ तपाईँले भने सबले सुन्छ मैले इन्फर्मेसन पाइरहेको छु चारैतिरबाट इन्फर्मेसन पाइरहेको छु पहिला सुन मैले म्युट गरे हो कि मलाई चारैतिरबाट इन्फर्मेसन आइरहेको छ ब्रदरको बारेमा शिवाजी ब्रदरको बारेमा ब्रदर त मेरो भाइ हो जस्तो एजबाट त एजले त अझै धेरै कुरा छ त्यस ठिकै छ त्यही हो शिवाजी ब्रदर म त्यस्तो फुच्चे होइन ब्रदरले सोचे जस्तो त्यो यस्तो भएर चाहिँ उनीहरूले यो उबाट के सङबाट लिएर चाहिँ के इन्स्टलमेन्टमा आइरहेको साउन्ड होइन
अनि त्यसपछि त्यसको अलिकति त्यो पैसा भन्नु बाँकी चाहिँ रहेछ मैले- अनि त्यसले गर्दाखेरि बिलबुकको फोटो मात्रै Okay. रहेछ उनीहरूसँग शिवाजी द बसलाई मैले सरी भनेको होइन यबिको अँ, दाईलाई right, मैले right. सरी भनेको होइन होइन ब्रो त भर्खर जस कति हो ब्रो 26-27 कति सकिन्छ वर्ष होइन? भाइ नै पर्दो रहेछ ब्रो एजले होइन त्यस्तो फुच्चे सुच्चे नभनौँ त्यो त चाले म भनिहाल्छु नभनौँ नि होइन तपाईँलाई सबै जस्ट इन्टरनेटको बिफ हो यबिले पनि बढी बोल्यो मैले पनि बढी कहाँ हो बोलिरहेको त्यसैले त्यही हो म चाहिँ 1 को 4 दिन्छु आउनु क्या न ल। यो 1 को 4 हो क्या त्यसले 1 दियो म 4 Instagram दिइरहेको है? भर्खर 3 पुग्यो 2.5 पुग्यो ल पुरै बुझेन आइसक्यो मलाई न्युजहरू अस्ति आइरहेको छ। टिस्टालाई भेटेँ चाहिँ कहाँ भट्टालाई भने भयो नि होइन त्यो रहेछ कुरा कपनमा एकचोटि थमेलमा तिलगङ्गासँग भेटेर हिरो बन्छ जस्तो तिनीहरूसँग भेटेर किन म हिरो बन्ने हो र त्यहाँ काम थियो ठमेलमा त त्यसरी मेरो अनि भेटेर अङ्कलै छ त्यहाँको ठमेलको मजा आयो। ठमेलको प्रेसिडेन्ट भनेको थाहा छ होला नि त केटाहरूलाई पोलिटिक्स तिमीहरूले बुझ्दैन भिडियोमा त सो भएको ठमेल त आफ्नै हो ठमेलको भतिजोमा काका काङ्ग्रेसको महामन्त्री छ ओम्नी भनेर। जस काकाहरूको हो ठमेल म ठमेलको त्यस्तै भतिजो लाग्यो ठमेलमा चाहिँ मलाई खासै केही पनि हुँदैन सरी ल के ठमेल हुँदैछ आफ्नै रे हो। नानौलो? कसम के ठमेलमा मलाई के बिहान हाल्छ स्यान रे, भन्छ सब म सब बिहान छैन ठमेलमा यहाँ टुक्क उयो के अगाडि गला होइन ठमेलमा कसैले बिहान भन्यो भने टक्क अङ्कललाई लिएर 1 राउन्ड हान्नु है ठमेलको गल्ली सरर हिँडेर आउँछु ल, ल, ल। म ठमेलमा बिहान हो भने म आउँछु खान्छ त्यही नि त, कुन गाडी रेस्टुरेन्ट हो भइरहेको छ त। कहाँ हो म बिहान भन होइन खै कहाँ हो के थाहा? बस्छु होइन पक्नाजोर भित्रको होटेलमा बस्छु ठिक भन्यो हो अँ, कालधारा केटाहरू सबलाई थाहा छ म त्यहाँ मुजी चप्पल लाएर हिँडिरहन्छु त्यस्तै लाग्यो ठमेलमा केही पनि हुँदैन अಯ್या शिवजी दालाई भाइ रे त मुजी छैन update कति तपाईँलाई? लागिस् 25 रे 25 होइन ब्रदर म 28 तिर हो 28 म 5 वर्ष अस्ट्रेलिया बसेर आएको हो क्या अब आफै सोच न यसो हामीलाई पनि चिनाउनु त्यस्तो बच्चा होइन म हेर्दाखेरि बच्चा देखिन्छु होइन यङ देखिन्छु द्याट्स गुड हेर्दै? बुझेन नबिर्सिनु नि फेरि काम गर्नुहोस्। कोही गायो माइका लालले पनि केही पनि उखाड्दैन मैले जबसम्म कसैलाई चलाउँदिनँ जबसम्म ओ, मेरो अर्जुन गल्ती आयो? छैन रियालिटीमा जबसम्म म चलाउँदिनँ फिजिकल्ली हामीलाई पनि नचलाएको राम्रो म कसैलाई पिट्न जान्न हामीलाई कसैले पिट्न सक्दैन अब त्यो जे पाइ त्यो बाटोमा भेटेर पिट्ने कुरा नगर होइन हामी नागरिकता हेरौँ त अरे तम्जी झरेको दाँतलाई नागरिकता देखाउनुपर्छ पागल कुरा रहेछ देखाउनु नजा गएर इन्स्टा 23 वर्ष हो प्रोफाइल मलाई के त के उखाड्यो त नि मभन्दा ठुलोहरूले खेलिदिउँ कन्भर्सेसन म्याच चचमा हो त्यस्तो हेड चाहिँ गर्नुहुन्न नगरौँ मलाई बेकार सट्किन्छ फेरि यबीलाई छोडेर यबीको दाईसँग बक्सिङ त्यहाँबाट भिडियो खिच्नु पर्ने छ हो हावै गला यबीलाई छोडेर यबीको दाईसँग बक्सिङ म्याच पर्ला फेरि पर्ला पर्ला म त खेलिदिने हो 10 लाख छ भने त्यो ब्रदरसँग नि खेलिदिन्छु म अँ। त्योसँग 10 लाख त छ होला नि त पाटनमा होइन गर्ने कि भनेको के दाइ मेरो हो ओके दाइ ल है त पाटनमा जिस्केको है। खुल्ला खुल्ला लाइभ आउँदै नजिस्केको नि हुनसक्छ त्यही हो ओके 16 होइन 2 हो त्यो शिवाजी ब्रोको त वेट क्लासै अलि म ठुलै बनाउँछु होला नि त तपाईँलाई। होइन वेट क्लास धेरै छ होला त्यसैले म अलि मोटाउनु पर्छ वेट गेन हान्नु घले पर्छ भाइसँग हो त्यस 5-6 महिना ट्रेनिङ चाहिँ हान्नै पर्छ ब्याक अलि फर्ममा आउनु घले पर्यो भाइ पहिला हो हाम्रो ट्रेनिङ गरेको पुलअप पुलअप कति 3-4-5 वर्ष भयो मैले अँ, ट्रेनिङ मान्छे नगरेको नराम्रो हो क्या त त्योभन्दा त्यो। अगाडि चाहिँ ट्रेनिङ गरेर हुन्थेँ मेरो अस्ति एउटा भिडियो लिक भएको थियो त डम्बेल गरेर आएको यस यस पहिला चाहिँ ट्रेनिङ गरेर हुन्थेँ यबी लाइभमा छ अरे मलाई बालै फरेर याबी लाइभ छ अरे नि त्यो दाइ त्यो झरेको दाँतले केही नै हल्ला